एउटा परिपक्व ईसाई हरेक परिस्थितिमाथि लड्न सिकेको हुन्छ उसले। आमेन। हरेक संसारबाट आउने टेम्पटेसन, परीक्षामाथि ऊ विजय कसरी हुने, उसले त हुँदैन विजय, तर ऊ विजय कसरी हुने भनेर उसले पवित्र आत्मालाई सहायता माग्न थालेको हुन्छ। एउटा परिपक्व ईसाई हरेक आउने झन्झटहरूलाई पन्छाएर प्रार्थना गर्न थालेको हुन्छ। एउटा परिपक्व ईसाई जो यो संसारमा परमेश्वरले लिन आउँदै हुनुहुन्छ, जो चाउरी नपरेको, दाग नलागेको, अरू कुरामा नअल्झिने तर सिद्ध परमेश्वरको इच्छालाई खोज्ने व्यक्तिहरू हुन्। आमेन। हालेलुया। उनीहरूलाई थाहा छ यो चाहिँ स्पिरिचुअल कुरा हो। ईसाई हुनु भनेको चाहिँ शरीरमा जस्ट धर्म परिवर्तन गरेको होइन, तर यो चाहिँ आत्मिक कुरा हो भन्ने कुरा एउटा मेच्योर क्रिस्चियनलाई थाहा हुन्छ। म आज चर्चबाट घरमा जाँदैछु, घरबाट चर्चमा आउँदैछु, मेरो यात्रा 30 मिनटको छ, तर यो यात्रामा पनि काहीँ न काहीँ लडाइँ भइराखेको छ, आत्मिक दुनियाँमा लडाइँ भइराखेको छ। यस, म अहिले काममा जाँदैछु, तर काममा पनि मलाई आक्रमण गर्नेहरूको लडाइँ भइराखेको छ, तर मलाई मेरा स्वर्गदूतहरूले बचाउनेवाला छ। हालेलुया। एउटा मेच्योर व्यक्तिले चाहिँ, मेच्योर क्रिस्चियनले चाहिँ उसले आफ्नो आँखाले देखेको भन्दा अदृश्य कुरालाई पनि देख्न सुरु गरेको हुन्छ। अदृश्य कुरालाई देख्न सुरु गरेको हुन्छ। ऊ दान वरदानले भरिन त काफी नै छ, तर फलको पनि चाह गर्ने व्यक्ति हुन्छ। गलातीको पुस्तक 5:22 र 23 पदमा हामीले हेऱ्यौँ भने एउटा मेच्योर क्रिस्चियनमा चाहिँ हामी प्रशस्तै फल फल्न थालेको देख्छौँ। प्रशस्तै फल फल्न थालेको देख्छौँ। परमेश्वरमा मेच्योर हुनु भनेको चाहिँ ऊ झन् धेरै फलले भरिनु। आमेन। ऊ पवित्र आत्माको फलले भरिनु हो, अनि ऊ भित्र नम्रता आउन थाल्छ, ऊ भित्र प्रेम आउन थाल्छ, त्यहाँ अरू के लेखिएका छन् ऊ भित्र आउन थाल्छ। किनभने उसको इच्छा भनेको चाहिँ अब येशू जस्तै हुनु हो नि त। हालेलुया। उसको इच्छा भनेको चाहिँ ऊ अब येशू जस्तै हुनु हो। ऊ यो संसारको कुरालाई फोकस गर्दैन, उसले माथिको कुरामा आफ्नो माइन्डलाई सेट गरेको छ। कलासी 3:1 र 2 पदमा गएर पढ्नु हो भने, सिन्स देन यु हेभ बिन रेज्ड विथ क्राइस्ट सेट योर हार्ट अन द थिङ्स एबभ वेयर इज क्राइस्ट भनेर भन्छ। जहाँ येशू ख्रीष्ट हुनुहुन्छ त्यहाँ तिनीहरूले आफ्नो माइन्ड सेट बनाएका हुन्छन्। संसारको कुरामा होइन, संसारबाट आउने परीक्षामा होइन। तपाईँलाई थाहा छ संसारबाट यति धेरै परीक्षा आइराखेको छ अहिलेको समयमा। संसारबाट है, माथिबाट परीक्षा आएको होइन, संसारबाट तपाईँको जीवनमा आउने, स्वास्थ्यमा आउने, तपाईँको परिवारमा आउने यी सबै परीक्षाहरू संसारबाट आउँछन्। अनि संसारबाट यो आएको परीक्षाले मेच्योर क्रिस्चियनलाई हल्लाउँदैन रहेछ। किनभने उनीहरूको माइन्ड चाहिँ कहाँ भएको छ? उनीहरूको माइन्ड चाहिँ माथि सेट भएको छ नि त। उनीहरूको माइन्ड चाहिँ माथि सेट भएको कारणले गर्दा देख्दैछन् परबाट आउँदैछ, हुरु संसारबाट परीक्षा आउँदैछ, तर के भन्छ उसले? आइज न आइज, आइज, मलाई थाहा छ तिमीहरू मलाई कुट्न आए पनि, मलाई लुट्न आए पनि, मलाई चोर्न आए पनि, मलाई राम्ररी थाहा छ मैले यसमाथि विजय चाहिँ प्राप्त गरेको छ। आमेन। किनभने येशूले विजयलाई हासिल गरेर चाबी चाहिँ हामीलाई नै दिनुभएको हो नि त। मण्डलीलाई उहाँले के गर्नुभयो? नरकको साँचो ल अब तिमीहरूको हातमा, तिमीहरूले जे बान्छौ त्यो बानिनेछ, जे खोल्छौ त्यो खोलिनेछ। एउटा मेच्योर क्रिस्चियनले चाबीको सही उपयोग गर्न सिकेको हुन्छ। हालेलुया। चाबीको सही उपयोग गर्न सिकेको हुन्छ। उसको इच्छा भनेको परमेश्वरको राज्य पहिलो हुन्छ। अहिलेको दिनहरूमा त अब राज्यको कुरा त एकदमै नगरेकै बेस जस्तो स्थितिमा पुगेको छ। परमेश्वरको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पुरा होस्। मत्ती 6:10 पदमा यो कुरा हामीले त्यहाँ पाउँछौँ। एउटा मेच्योर क्रिस्चियन जो परिपक्व ईसाई छ नि, उसको पहिलो इच्छा भनेको चाहिँ परमेश्वरको राज्य आओस्, परमेश्वरको इच्छा होस्, परमेश्वरको राज्य आओस्, मानिसहरू अझै बाँचुन्, मानिसहरू स्वस्थ हुन्, मानिसहरूले चङ्गाई पाउन्, अझै धेरै आत्मा बाँचेको होस्। परमेश्वरको सिद्ध इच्छा के छ? मेरो जीवनमा पुरा भएको होस्। उसको एउटै मात्रै प्रार्थना के छ? उसको एउटै मात्रै प्रार्थना छ, प्रभु तपाईँको इच्छा मेरो जीवनमा पुरा गर्नुहोस्। आमेन। ऊ बाहिर हिँड्दा डराउँदैन, डरमाथि उसले विजयलाई हासिल गरेको छ। ऊ आउने भूतात्मादेखि डराउँदैन, उसलाई आउने हरेक संसारिक टेम्पटेसन, अघि मैले भन्दैछु टेम्पटेसन ल्याउने दुष्ट आत्मादेखि पनि डराउँदैन। किनभने उसका वरिपरि त स्वर्गदूत छन् भन्ने कुरो उसलाई थाहा हुन्छ। एउटा परिपक्व ईसाई, यदि तपाईँ र मलाई नि आज पनि आभास छैन, आभास भनेको चाहिँ तपाईँ र मलाई फिल छैन हाम्रो वरिपरि स्वर्गदूत छन् भने, त्यतिखेर चाहिँ तपाईँ र मलाई डर लाग्छ। तर परमेश्वरले के भन्नुभयो? तिमीहरूलाई डरको आत्मा होइन तर शक्तिको आत्मा दिएको छ। हालेलुया।
डरलाई ओभरकम गर्नलाई उहाँले हामीलाई शक्तिको आत्मा दिनुभएको छ। अब एप्लिकेसनमा जिउनु पर्यो नि त। मेच्योर क्रिस्चियनहरू चाहिँ एक्सर्साइज गर्छन् क्या, सुपर नेचरल कुरालाई एक्सर्साइज गर्छन्। अघिको जिम खेले जस्तो होइन, त्यो यत्रो डम्बल बोकेर कुदे जस्तो होइन, तर सुपर नेचरल कुरालाई एक्सर्साइज गर्छन्। यस, मानिसले नो भन्दैछ तर परमेश्वरमा सम्भव छ।